दिनको अब त्यही हो, अब ठ्याक्कै भन्नुपर्दा चाहिँ अब त्यही हो 300 हो भनौँ न। दिनमा 300 लै? हजुर 300 रोन लै एउटै त हो नि होइन? हजुर। केमा काम चाहिँ केमा गर्नुहुन्छ अहिले? काम चाहिँ गर्ने चाहिँ शोरूममा हो जे होस्, अनि त्यही हो ठिकै हो भनौँ न शोरूममा। ड्युटी आवर? ड्युटी गर्ने चाहिँ त्यही हो, दिनमा 14 घन्टा काम हो हाम्रो चाहिँ। यस्तो हो भनौँ न, 2 दिन काम 1 दिन छुट्टी हो। अनि कस्टमरसँग कम्युनिकेसन गर्दाखेरि? हजुर, अब भन्नुपर्दा त अब सुरुमा त अब त्यही हो, अब खासै केही नआउने अलिकति अब त्यही अब। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक विथ माई अनदर भिडियो है। म चाहिँ अहिले काराङ्गास पार्कमा छु। प्रायः जसोले यो ठाउँ चाहिँ काराङ्गास भन्दा पनि रातो कार्पेट भनेर चिन्नुहुन्छ। यो क्रममा चाहिँ म यहाँ घुमिरहँदा एकजना नेपाली भाइलाई भेटेको छु। उहाँसँग रोमानियाको बारेमा, उहाँको एक्सपिरियन्स कस्तो रह्यो, यो एउटा छोटो मिठो गफ। भाइ स्वागत छ। हजुर धन्यवाद। अनि भाइको नाम? मेरो नाम चाहिँ युकेश थिङ। घर कुन ठाउँ पऱ्यो? घर हेटौडा। ए, अनि कस्तो भइरहेछ? कति भयो रोमानिया आउनुभएको? रोमानिया आएको त्यस्तै भयो, अहिले 15 महिना पुरा भएर त्यही 16मा लाग्दैछौँ, 16मा हिँड्दैछौँ भनौँ न। ए, अनि कस्तो छ तपाईँको एक्सपेक्टेसन? कस्तो रह्यो? जस्तो नेपालबाट एक्सपेक्टेसन कस्तो राखेर आउनु भएको थियो र यहाँ आएपछि त्यो मिटअप भयो कि भएन? हजुर, जे केही कुरा चाहिँ भयो, अब केही कुरा चाहिँ भएन। अब सबै कुरा त हुन्न नै पक्कै नै। अब यति टाढा आएपछि त्यही त नि, अब आफ्नै ठाउँ जस्तो नि हो न, जे प्रायः जस्तो चाहिँ छ भनौँ न त्यस्तै। दुःख त पाउनु भएको छैन? दुःख त छैन, जे होस् ठिकै हो, नेपालमा गरे जस्तै छ। केमा काम चाहिँ केमा गर्नुहुन्छ अहिले? काम चाहिँ गर्ने चाहिँ शोरूममा हो जे होस्, अनि त्यही हो ठिकै हो भनौँ न शोरूममा। ड्युटी आवर? ड्युटी गर्ने चाहिँ त्यही हो, दिनमा 14 घन्टा काम हो हाम्रो चाहिँ। यस्तो हो भनौँ न, 2 दिन काम 1 दिन छुट्टी हो। अनि त्यही हो, 1 दिनमा 14 घन्टा गर अनि 1 दिन छुट्टी बस्छ। त्यसले 2 दिन काम गर्ने अनि 1 दिन चाहिँ फुल छुट्टी, फेरि 2 दिन काम, फेरि 1 दिन छुट्टी होइन? हजुर हजुर एकदम। ए, कता यहीँ बुकारेस्टमा होइन काम गर्ने? हजुर। ए, अनि कति टाइममा आउनुभयो रोमानिया? कति टाइम लाग्यो नेपालबाट आउनुलाई? कति प्रोसेस कति टाइम लाग्यो प्रोसेस गर्दा? हजुर, म चाहिँ आउँदाखेरि त्यस्तै मैले गर्दाखेरि त्यही हो 6 देखि 7 महिना लागेको थियो भनौँ न। ए, 6-7 महिना पुग्नुभयो होइन? अनि लगानी चाहिँ? लगानी त्यस्तै त्यही हो, लगानी पनि सेमै हो, 6 देखि 7 लाग्यो होला सायद। यताउति गर्दाखेरि सपिङ यताउति गर्दा, किन भन्दाखेरि मेरो दाइ पनि यतै हुनुहुन्छ। ए, अनि त्यही दाइको थ्रुबाट गर्दाखेरि चाहिँ अलिकति कम। भन्नाले दाइले चाहिँ यहाँबाट कस्तो, यहाँबाट भिजा भन्नाले भिजा त के निकाल्न मिल्थ्यो र यहाँबाट दाइको कम्पनीमा चाहिँ रिकमेन्ड गरेर बोलाउनु भएको दाइले? हजुर हजुर एकदम। अनि एउटा तपाईँलाई रोमानियाको बारेमा एकदम नराम्रो लागेको कुरा भन्न मिल्छ? एकदम नराम्रो यहाँको तपाईँले यो 14-15 महिनाभित्र एक्सपिरियन्स गर्नुभएको होइन, एकदम नराम्रो कुरा चाहिँ के छ? सबै चिज चाहिँ एकदम, सबै चिज चाहिँ एकदम राम्रो हो, तर त्यही हो यहाँको मान्छेको सोचाइ अलिकति। अब यताको मान्छेहरू अलि रिसा टाइपको त्यस्तो हुन्छ। अब त्यस्तो देखिरहेको हुँदा अलिकति उनीहरूले व्यवहारमा देखाएको हुँदा त्यही त हो नि, अलिकति त्यही कुरा चित्त नबुझ्ने। अरू त सबै ठिक छ, नेपालमै बसे जस्तो नै भयो। त्यही हो, अब आफ्नो फ्यामिली नहुने गर्ने मात्र हो, अरू चाहिँ सबै ठिकै छ भनौँ न। काम चाहिँ केमा भन्नुभयो अरे? काम शोरूममा। ए, शोरूममा भन्नाले तपाईँ त्यो नेपालमा शोरूममा सिकेर आउनुभयो कि यहाँ आएर सिक्नुभयो कि हो? होइन, शोरूममा त मलाई केही थाहा थिएन कि। त्यही हो, पहिला नेपालमा चाहिँ किचनमा गर्दै थिएँ, सबै सिकेको भने यहीँ आएदेखि नै हो। नभए कस्तो हुन्छ केही त्यो बारेमा मलाई थाहा नै थिएन, यहीँ आएर मात्र देखेको नि सिकेको नि सबै। कस्तो लाग्यो शोरूममा काम? सजिलो रहेछ त? अब त्यो काम त अब गाह्रै हो भनौँ न, गाह्रै हो, तर पनि जस्ट ठिकै हो, काम गरे अनुसार नि यताउता सबै मिलिरहनै हो अहिलेसम्म। ए, अनि भन्नाले तपाईँलाई सबैभन्दा नराम्रो लागेको कुरा भनिहाल्नु भयो, सबभन्दा राम्रो लागेको कुरा? राम्रो लागेको कुरा अब त्यही हो, मलाई अब राम्रो लागेको कुरा त अब के हुनु, अब त्यही हो दाइहरू हुनुहुन्छ, दाइहरूसँगै काम गर्न पाइरहेको छु। अनि त्यो अनुसारले अब यताउता नि सबै ठिकै छ, ठिकै भइरह चलिरह। अब त्यस्तै त नि, अब राम्रो लागेको कुरा भन्दाखेरि त्यही हो दाजुभाइसँगै बस्न पाउनु। अनि त्यसपछि अब यताउता यहाँको रुल्सहरू नि अब त्यस्तो त्यो छैन, जे होस् नेपालकै जस्तो हो, जे होस् अलिअलि मिल्न गयो। अनि त्यही हो खुसी लागेको कुरा चाहिँ। स्ट्रिक्ट छैन? हजुर, हाम्रो यो गल्फ कन्ट्री जस्तो होइन? हजुर, जे होस् अलिकति आफ्नो त्यसलाई अब फ्रिडम पाराले जिउन पाइयो, जे होस्। स्यालेरी भन्नु मिल्छ? स्यालेरी त अब खै होइन, मिल्छ भने? मिल्नु त मिल्छ, अब त्यही हो ठिकै हो भनौँ न। त्यस्तै कतिसम्म?
ठ्याक्कै भन्नुपर्दा त अब हाम्रो त्यो दिनको हिसाबले दिने हो। अब दिनमा कति भन्नाले यहाँको लोकल करेन्सीमा भन्नुपर्दा कति आउँछ दिनको? दिनको अब त्यही हो, अब ठ्याक्कै भन्नुपर्दा चाहिँ अब त्यही हो 300 हो भनौँ न। दिनमा 300 लै? हजुर 300 रोन लै एउटै त हो नि होइन? हजुर त्यही हो, काम अनुसार चाहिँ ठिकै हो जस्तो लाग्छ। काम पनि त्यस्तै हो अनि त्यही त हो नि। अब भन्नाले तपाईँ दिनमा 300 रोन होइन, 300 लै, अनि महिनामा कति दिन काम गर्नुहुन्छ? महिनामा 20 दिन। 20 दिन काम? हजुर 20 दिन काम, 20 त्यहाँ 60, 6000 त्यसो भए? हजुर त्यति चाहिँ हो भनौँ न। त्यही हो, राम्रो रहेछ। फर्स्टमा आउँदाखेरि चाहिँ त्यतिको थिएन, अनि बिस्तारै काम सिक्दै गयो। जति आफूले राम्रो काम गर्दै गयो, सिक्दै गयो, अनि बिस्तारै बढेको हो। अरू काम अरू त्यही काम अनुसार चाहिँ त्यही अनुसारले। ल बधाई छ तपाईँलाई। हजुर एकदम राम्रो रहेछ त। प्रायः जस्तो नेपालीहरूले यहाँ पाउने भनेको स्यालेरी भनेको तपाईँलाई थाहै छ होइन? हजुर 2500, 2800, 2500, 2800, म्याक्सिमम् 3000 हजुर होइन? कमाउनले कमाइराख्नु भयो होला होइन? अब काम राम्रोसँग जानेपछि, अलिकति एक्सपिरियन्स राम्रो भएपछि कमाइराख्नु भयो होला। अनि त्यसो भए चित्त बुझ्दो छ? हजुर एकदम चित्त बुझ्दो हो। पहिला चाहिँ अब आउने बित्तिकै त्यही किचनभित्र गरे आयो, अनि किचनभित्रबाट पछि अनि त्यही हो शोरूममा गयौँ, सिक्यौँ, अनि त्यहीँबाट त्यो भएर बल्ल बल्ल चाहिँ अहिले 300 भयो भनौँ न। यहाँ अब ध्याडी चल्दो रहेछ अब दिनको, त्यही हो ध्याडीको 300। प्रायः जस्तो शोरूममा त्यही हो, अब प्रायः जस्तो शोरूमको स्यालेरी नै दिन ध्याडीमा दिँदो रहेछ कि यो ठाउँमा चाहिँ? हजुर पहिला चाहिँ 3000 थियो फिक्स स्यालेरी, अनि त्यसपछि पछि चाहिँ अब त्यही हो बढ्दा शोरूममा गयौँ। ध्याडीबाट अब फर्स्टमा त अब 250 सुरु गरेको, अहिले बढ्दा बढ्दै अहिले बल्ल चाहिँ 300 पुग्यो। अब पछि नि अब केही गरी राम्रो भएछ नि अब होला। अनि तपाईँ शोरूममा गर्नुहुन्छ भने तपाईँले लाइभ कस्टमरसँग कम्युनिकेसन गर्नुपर्ने हुन्छ होइन? भाषाको कतिको कस्तो छ अवस्था? भाषा सिकियो त कि बाँकी नै छ अझै? हजुर भाषा चाहिँ अब त्यही हो, अब अलिअलि सिकेछौँ भनौँ न। अब जस्तो चाहिँ काम चल्ने अब त्यही सम्बन्धीको मात्र, अब त्योभन्दा बाहिर नै अलिअलि जे होस्। अब सुरुमा गाह्रो भयो नि होइन शोरूममा त्यो भाषा कस्टमरसँग कम्युनिकेसन गर्दाखेरि? हजुर अब भन्नुपर्दा त अब सुरुमा त अब त्यही हो, अब खासै केही नआउने, अलिकति अब अब बोल्दा बोल्दै कहिलेकाहीँ अब नाए जस्तो हो नि, नाए जस्तो भयो भने अब त्यति बेला चाहिँ अब त्यही इङ्ग्लिसबाट सोद्धाखेरि अलिकति सजिलो हुन्थ्यो। अनि त्यहीबाट बिस्तारै सिक्दै गयौँ। एक त अनि त्यही हो नेपाली दाइहरू नि हुनुहुन्थ्यो, अनि दाइहरूले नि अलिअलि सिकाउँदै चाहिँ अहिले जस ठिकै छ भनौँ न। अहिले जस बुझिन्छ, भनेको बुझिन्छ, कस्टमरले के बेसिकसम्म बेसिक बुझिन्छ। हजुर त्यति अब कति छ, के छ लक्ष्य? अलिक केही समयसम्म रोमानियामै बस्ने कि प्रायः जस्तो मान्छे रोमानिया आउने बित्तिकै नेपालीहरू प्रायः जस्तो अरू देशमा गइराख्नु भएको छ होइन? पहिला धेरै जानुभयो, अहिले चाहिँ अलिक कमै होला सायद। के छ तपाईँको यो कन्डिसन कस्तो भन्नाले? केही लङ टर्मसम्म रोमानियामै बस्ने प्लान हो कि अथवा अरू देश जाने प्लान छ? अहिले चाहिँ त्यस्तो केही नै सोचिहालेँ होइन। अब त्यही हो, अब एक फेर छुट्टी गएर नेपाल गएर, अनि त्यसपछि चाहिँ नि हेर्नु पर्ला अब के कस्तो हुन्छ। छुट्टी भन्नाले तपाईँले कस्तो कम्पनीले टिकट दिन्छ कि अथवा आफैले टिकट काटेर जाने घरमा? कम्पनीले दिने हो सबै। कति टाइममा जानु मिल्छ? अब त्यही हो 2 वर्ष नै हो अब ठ्याक्कै। प्रत्येक 2 वर्षमा अप डाउन टिकट दिन्छ होइन त? हजुर भनेपछि एक्सपिरियन्स राम्रो छ। जस तपाईँलाई त्यस्तो नराम्रो त प्रायः जस्तो नेपालीहरू कतिले दुःख पाइराख्नु भएको छ कि अहिले। पहिला त्यस्तो गाह्रो अवस्था, त्यस्तो कम्पनीले डकुमेन्टहरू नबनाउने, टिआरसीहरू नबनाउने हुन्छ नि त, त्यस्तो धेरै नेपालीहरू हुनुहुन्छ नि त अहिले त्यस्तो अवस्थामा फस्नु भएको। त्यस्तो त केही छैन? छैन त्यस्तो त केही पनि होइन। एक त दाइ भएको भएर नि त्यही हो, सजिलो भएको हो कुरा। टिआरसीको जुन हुन्छ नि टेम्पोरेरी रेसिडेन्स कार्ड, क्या त्यसको कस्तो पैसा लियो तपाईँसँग त्यो बनाउँदाखेरि कि पैसा कम्पनीले नै तिर्दियो? मेरो चाहिँ यस्तो भएको, मेरो उसमा चाहिँ अब मभन्दा अगाडि आएको दाइहरूको चाहिँ सबैको लिग्यो, अनि मसँगै 3 जना दाइ पनि आउनुभएको थियो। मतलब 2 जना दाइ, हामी 3 जना भएर आएको थियौँ नेपालबाट। अनि खै अरूको त सबैको लियो भने, तर हाम्रो पालोमा त झुक्कियो कि बिर्सियो के हो भन्नु अब त्यो त होइन। हाम्रो चाहिँ लिगेन। भन्नाले तपाईँहरूको टिआरसी बनाउँदाखेरि पैसा लिएन होइन? हजुर अरू हामी बाहेक अरू चाहिँ सबैको लिग्यो, तर हाम्रो चाहिँ लिगेन भनौँ न। तपाईँ लक्कै पर्नु होला सायद। हजुर एकदम। ल भाइ, कुरा गरेर खुसी लाग्यो होइन? बाँकी दिनहरूमा भेट्दै गरौँ। मलाई एकदम खुसी लाग्यो।